सपिङ गर्नु भएन पुरै पोर्कहरू छ यार पोर्कै पोर्क यहाँ त माछाको छ माछा लास्ट टाइम महँगो यताखेरि चिकन आज चाहिँ म उता दरगाहसम्म जाने हो त्यही भएको लागि त्यही भएर आज चाहिँ सपिङ गर्न आइयो होइन यो क्याफल्यान्डमा चामल हेर्नु यो चामल चाहिँ यो किन्नुपर्छ नेपालीहरू जहाँ पनि हुन्छ नि क्याफल्यान्डमा आएर होइन सस्तो पर्छ यो 6 रुपियाँको एउटा फुका चामल 20वटा चामल किने होइन अरू त टमाटरहरू आलु प्याज आलु नै प्याजहरू लसुनहरू मासु सरफहरू अनि फेसवास अनि दाल हाल्यो त महँगो पर्छ अरे त्यही भन्दै थियो केटाहरूले त्यो बोल बुक गरेको बोल आउँदैछ त्यही हो दाइ हुनु त आउँदै आज लास्ट डे फेरि आउँछु म यता आउन त त्यही पनि अझ कति महिना अब 1 वर्ष पनि हुन पायो यता आउनु त चान्सै छैन गाडी आउँदैछ लायो पायो ऊ पालतिरको त्यो गाडी हो सेतो गाडी जाँदैछ घर रुममा यस्तो म यहाँ छु होइन सुसाबत यहाँ छु यहाँको यस्तो छ पछिको घर गीत बजिरह गरेको देखेको थिएँ ब्याग प्याक गर्दैछु सामानहरू दाइ सुत्नुपर्छ बोतल लजाने ओमलाई होइन मैले लग्ने मेरो यहाँ छ के अरे यसको के अरे रेशम दाइको यहाँ छ दाइले नि लग्नु त आज सर होइन छ अनि म यहाँ छु अब जाने जाऊँ बोतल थोरै दोकानसम्म जानु लाग्यो यति त्यो पनि अस्ति 2-3 महिना पहिलेकोदेखि ठिक छ लग्ने किन नलग्ने उहाँ त उसले आफै लिएर आउँछु भनेर छ अनि मैले के भन्ने त्यही भएर बोतल लग्न लाग्यो फर्स्ट टाइम भन्दा पहिला मैले लगेको थिएँ 1 वर्षको पैसा त्यति जम्मा गरेँ लगाउँ न 5 रुपियाँ पर्छ भनेर आजको म बोतल बेच्न अघि त हिउँ परेको थियो होइन अघि चाहिँ अहिले चाहिँ यस्तो हजुर यस्तो छ घरहरू गाडीहरू हजुर म सँगालेकै थिएन कहिले चाहिँ अहिलेसम्म तपाईँले गरेको देखेर मैले नि हेरौँ न कस्तो हुँदैछ भनेर गरेको अनि त्यस्तो हुन्छ नि कोही बेला अब सोच आउँछ नि त कोही बेला अब पैसा राम्रो भन्ने हुन्छ हुँदैन त सबै आफ्नो क्यारेक्टर हुन्छ सबैको सोच विचार होइन जाँदैछ नि यस्तो थोरै छ कम भनेको मेरो फोटो कुकुर कराएर धिमा पैसा आउँछ है गर्नु बोतल बेचेर कति पार्नु रहेछ हेरमै पैसा देखाउँछ त्यहाँ पैसा देखाउँछ अनि यता देखाउँछ त्यसरी निकालेर चाहिँ पाता म त पहिलोचोटि आएको यार पहिलोचोटि थाहा 21 भयो भिडियोमा देखेर थिएँ पहिलोचोटि एउटा आएन नि बोतल भाइ बोतल बेच्दै हुनुहुन्छ यहाँ रोमनियामा सरम गर्दै हुनुहुन्छ है त्यो बोतल बेचेर नि पैसा आउँछ त्यो त हेरेर भन्नुहोस् क्या तपाईँले पहिलोचोटि हो 7 रुपियाँ पर्यो त्यो आयो है पहिलोचोटि गुरानो तत्ते बोआइछु कुरा चिनिया आइछ सी जामुरे कुरा अरू त थाहा छैन अरू त थाहा छैन है मलाई चाहिँ केही पनि सफा गर्नु लागेको छ दाइहरू ल सबै सफा गर्नु लागेको छ यहाँ गुरानोमा सफा गर्नु पर्यो सबैजनाले उता यता किचनमा पनि दाउहरू किचनहरू यस्तै सफा गरेर म होइन सबैजना केटाहरूको होइन पुरानो बस्नेले ध्यान आएको छ ध्यान उयो गर्नु होला है
साफसफाइमा धेरै ध्यान राख्नुपर्छ नेपालीको पारा नदेखाउनु होला अनि साफसुथरामा आज चाहिँ सरसफाइ कार्यक्रम चलिरहेछ यहाँ ठिक छ यो फेरि म अहिले लोकेसन जाँदैछु अनि खाट लाग्यो चामल अनि यति बाहिर आइसक्यो अहिले लङ जानु सक्नुहुन्छ नि तपाईँले लिन आयो भने म चाहिँ जालो अब जालोहरू छ नि त जालो पुरै जालोहरू स्पाइडर छ नि त स्पाइडरहरू सबै झार दिन्छ होइन सकौँ कति टाइम हुन्छ टाइममा यहाँ त स्पाइडर छ यहाँ यस्तो सक्नुहुन्छ स्पाइडर क्या छ नि होइन हाम्रो घरमा यो सबै केटाहरू फोरी भएपछि यस्तै यो कसैको लापरवाही छ लापरवाही सबैले लापरवाही खाने सुत्ने काममा त जाने आउने त्यति होइन यस्तो स्पाइडर आउने देख्न सक्नुहुन्छ बहुत स्पाइडरै पुरै बाँकी गरेछ अब कुन दिन केटाहरूलाई स्पाइडर टोक्छ होइन कुन दिन केटाहरूलाई स्पाइडर टोकेर नै स्पाइडर बनाइदिन्छ मलाई थाहा हुन्छ नि अनि स्पाइडर मानको जाल हान्दै बसेको छ केटाहरू त्यो जाल स्पाइडर छ जता त जान लाग्यो म ल दाइहरू ल दाइहरू है ल हुन्छ बाई भाइ ल ओके इज द म्युजिक बोसी हाम्रो घर होइन नयाँ अब दुर्गासान हेरौँ के हुन्छ यो चाहिँ चेन्त्रुमा आयो होइन हाम्रो त्यो पातेजुरीमा काम छ अरे यहीँनिर हो कि त्यो पातेजुरी मैले काम गरेको पहिला हाम्रो त्यो भर आएको थियो नि ड्राइभरमा बस यो बसको राइट ह्यान्ड हो सायद ठुलै पदमा जान्छ होला मतलब ह्यान्डल उसकै हातमा छ क्या धेरै सब बसहरू त कहाँ मेन हुन्छ नि त अब तिनीहरू पैसा हालेको हुन्छ नि तिनीहरू बसहरू त कहाँ हुन्छ नि त अनि आउँछ नि त कहिले कसो आउँछन् यिनीहरूकै हातमा हो नि त म्यानेजरहरू बिग म्यानेजरहरू हुन् त्यही हो ठिक छ मान्छे इङ्ग्लिस पनि बोल्छ होइन मान्छेको उस पनि कुराहरू पनि सुन्छ यो ठिक छ मान्छे यता जानु लाग्यो यस्तो माया प्रेम बसेछ यता पनि होइन यहाँ पातेतिर आएँ म यो गाडी रहेछ सलुट सलुट रमाइलो छ हेलो सर हाम्रो कुमार सरको भलाइकमा च्यालेन्ज गरिदियो होला होइन यस्तै यो अरू के भन्नु गाह्रो छ ल अब जाँदै ल यस्तो माया छ यस्तो गणेशजीले यस्तै माया कमा जाँदै हुनुहुन्छ नि हिउँ परेर यस्तो हालत छ